बालेनको कमाल, प्रविधिमा नेपालले फड्को मार्दै, नेपालमा गुगलको इन्ट्री, चोभार र वीरगञ्जमा डेटा सेन्टर बन्दै, युवाहरू मालामाल, यस्ता छन् फाइदै फाइदा। नेपालमा झन्डै 2/3 शक्तिशाली बालेन सरकार बनेसँगै विदेशीहरू नेपालमा लगानी गर्न आतुर भएका छन्। विगतको जस्तो सरकार ढल्ने र लगानी जोखिममा पर्ने अवस्था नदेखिएपछि विदेशीहरू नेपालमा लगानी गर्न तयार भइरहेका छन्। देश बन्नुमा विदेशी लगानीको पनि ठूलो हात हुन्छ। नेपालले अब प्रविधिमा पनि फड्को मार्दैछ। नेपाली कांग्रेसका सभापति गगन थापाले कीर्तिपुरको डाँडामा बसेर महिनाको 3 लाख कमाउने सपना देखाए। तर वास्तवमा अब प्रधानमन्त्री बालेन शाहले प्रविधिमा नेपाललाई अगाडि बढाएर युवाहरूलाई लाभै लाभ हुने काम गरिरहेका छन्। यसैबीच नेपालमा गुगलको इन्ट्री भएको छ। अमेरिकी बहुराष्ट्रिय कम्पनी गुगलसँगको साझेदारीमा काठमाडौँको चोभार र वीरगञ्जमा डेटा सेन्टर स्थापना गरिने भएको हो। नेपालमा औद्योगिक घरानाको संयुक्त लगानी रहेको ब्लू चीन डेटा बोर्डले गुगल क्लाउडसँगको रणनीतिक साझेदारीमा डेटा सेन्टर निर्माण गर्न लागेको छ। गुगल क्लाउड भनेको गुगलले प्रदान गर्ने क्लाउड कम्प्युटिङ सेवा हो। त्यस्तै ब्लू चीनको अर्को रणनीतिक साझेदार ताइवान आधारित विविडिएन टेक्नोलोजी हो। अमेरिका, युरोप र एसियाका मुख्य आईटी हबहरूमा बलियो पकड जमाएको यो कम्पनीले ब्लू चीनका लागि कम्प्युटिङ लिक्विड कुलिङ सोलुसनमा आउने समस्या समाधान गर्नेछ। गुगलको डाटा सेन्टर नेपालमा बनेसँगै नेपालमा प्रयोग हुने डिजिटल सेवा विदेश स्थित सर्भरमा निर्भर हुनुपर्ने छैन। युट्युब, जिमेल, गुगल ड्राइभ लगायतका सेवा अब निकै फास्ट चल्नेछन्। वेबसाइट लोड हुने समय घट्नुका साथै इन्टरनेटको गुणस्तर सुधार हुनेछ। त्यस्तै अहिले नेपालबाट ठूलो मात्रामा अन्तर्राष्ट्रिय ब्यान्डविड्थ खर्च लाग्छ। डेटा सेन्टर नेपालमै भए आईएसपीहरूको लागत घट्नेछ, इन्टरनेट सस्तो हुनेछ, नेपालको रकम विदेश जानबाट जोगिन्छ। त्यस्तै युवाहरूलाई रोजगारी सिर्जना हुन्छ भने आईटी क्षेत्रको पनि विस्तार हुनेछ। बालेन सरकार बनेपछि सूचना प्रविधि उद्योगमा लगानी बढ्न थालेको छ। यो भनेको नेपाल बन्ने सङ्केत हो। यसमा तपाईहरू कतिको खुसी हुनुहुन्छ? आफ्नो प्रतिक्रिया कमेन्ट गर्नुहोला।